पेन्तिकोसको दिन पछाडि प्रेरित 3 अध्यायमा पत्रुस र यूहन्नाको भेट सुन्दर ढोकामा एकजना मानिससँग हुँदछ, जुन मानिस चाहिँ जन्मदाखेरि नै लङ्गडा थिए र बाइबलले बताए अनुसार उनको उमेर चाहिँ 40 वर्षभन्दा माथि थियो। त्यो मानिस अपाङ्ग भएको हुनाले उनलाई मन्दिरभित्र प्रवेश गर्ने अनुमति थिएन, तर उनले विगत लामो समयदेखि चाहिँ हजारौँ मानिसहरूलाई हरेक दिन आफ्नो आँखा अगाडि त्यो मन्दिरभित्र पसेको उनी देख्दथे। तर जब त्यस दिन उनको भेट पत्रुस र यूहन्नासँग भयो, उनी पूर्ण रूपमा चङ्गाई भए र नासरत येशूको नाउँमा हिँडुल गर्न सक्ने भए। निको भएपछि जुन कुरा ती मानिसले त्यहाँ देखाए त्यसले सबैजना मानिसहरूलाई आश्चर्यचकित तुल्यायो। निको भई ती मानिस बाहिर संसारमा खुसी भइकन भाग्नुको साटोमा उनी पत्रुस र यूहन्नासँगै हिँड्दै उफ्रदै र खुसी हुँदै त्यस मन्दिरभित्र पसे र परमेश्वरको आराधना गरे। उनको छनौट परमेश्वरको नजिक जानु र उहाँको आराधना गर्नु थियो। त्यसरी नै जुन रात प्रभु येशू ख्रीष्ट जन्मनुभयो, खबर र सङ्केत पाउने सबैभन्दा पहिला व्यक्तिहरू सामान्य गोठालाहरू र ज्ञानी ज्योतिषीहरू थिए। सबैभन्दा दुःख लाग्ने कुरा चाहिँ त्यस ठाउँका यहुदीहरू र अरू कसैले पनि त्यस तारालाई चिन्न सकेनन्। आफ्नो मनमा कुनै शङ्का नराखी ती गोठालाहरू र ज्योतिषीहरू आफ्नो मुक्तिदाता बालक येशूलाई हेर्न गए। मानिसहरूले मुक्तिदाताको जन्मको खबर पनि त्यही सामान्य गोठालाहरूको मुखबाट सुने र उनीहरू निकै आश्चर्यचकित भए। दुवै गोठालाहरू र ज्योतिषीहरूले ती खबर र सङ्केतलाई इन्कार गर्न सक्दथे, तर उनीहरूको छनौट आफ्नो मुक्तिदाताको नजिक जानु, उहाँलाई हेर्नु र उहाँको बारेमा मानिसहरूलाई बताउनु थियो। परमेश्वर हाम्रो जीवनबाट धार्मिक क्रियाकलापहरू होइनन्, तर उहाँसँग सम्बन्धमा वृद्धि भएको चाहनुहुन्छ। परमेश्वरसँगको घनिष्ठता हामी विश्वासी भएको कति वर्षले भन्दा पनि हामी उहाँसँग कति नजिक छौँ भन्ने कुराले निकै अर्थ राख्दछ। आफ्नो मुक्तिदाताको नजिक जाने एउटै मात्र महत्त्वपूर्ण बाटो भनेको उहाँको बारेमा अध्ययन गर्नु र जान्नु हो। मुक्तिदाताको नजिक जानको लागि चिन्ह र आश्चर्य कामहरूको खाँचो पर्दछ भनी परमेश्वरको वचनले हामीलाई कतै पनि सिकाउँदैन, किनकि परमेश्वरको वचन 100% पूर्ण छ र हामीलाई सम्पूर्ण अधिकार र ज्ञान दिएको छ। जति धेरै हामी उहाँको खोजी गर्दछौँ त्यति नै धेरै हामी उहाँलाई भेटाउँदछौँ। मुक्तिदाताको नजिक जानु भनेको चाहिँ हाम्रो बोझहरूबाट विश्राम पाउनु हो, उहाँमा आश्रय पाउनु र हाम्रो कष्टहरूमा चाहिँ शक्ति प्राप्त गर्नु हो। यो क्रिसमस सिजन आफ्नो मुक्तिमा झन् निश्चित हुँदै आनन्दित हुँदै आफ्नो मुक्तिदातासँग नजिक जाने समय पनि हो। यो सिजन सुसमाचार प्रचारको लागि मात्र होइन, तर सुसमाचारको ज्ञान र जगमा हाम्रो जीवन दरिलोसँग गाडेर राख्नको निम्ति पनि हो। प्रेरित 3 अध्यायमा चङ्गाई भएका लङ्गडो मानिसलाई पत्रुस र यूहन्नाले दिएको सबैभन्दा उत्तम कुरा चाहिँ चङ्गाई होइन, तर त्यस पीडादायक ढोकाबाट उठाई परमेश्वरको उपस्थितिमा पुर्याउनु चाहिँ सबभन्दा महान कुरा थियो। पक्षघातीलाई येशूले भन्नुभएको कुरा, तिम्रो पापहरू सबै क्षमा भएका छन्। वास्तवमा पाप क्षमा हुने कुरा चाहिँ पक्षघातीको निम्ति सबैभन्दा उत्तम कुरा थियो। यो क्रिसमस सिजन विश्वासमा सङ्घर्ष गरिरहनु भएका हाम्रा प्रियहरूलाई ख्रिस्टको नजिक जानको लागि उत्साह दिने र सहायता गर्ने उत्तम समय पनि हुन सक्दछ। हाम्रा धेरै प्रियहरू विश्वास गरेको वर्षौँ भइसकेको हुनसक्छ, तर मुक्ति, सुसमाचार र अन्य धेरै आधारभूत कुराहरूलाई नबुझेको पनि हुन सक्दछ। त्यसैले यो सिजन आफ्ना प्रियहरूसँग धेरै बातचित गर्नुहोस् र आवश्यक परेको आत्मिक परामर्शहरू दिएर साँचो क्रिसमसमा डोर्याउनुहोस् र यो नै सबैभन्दा उत्तम उपहार हुन सक्दछ। जसरी ख्रिस्ट बिना क्रिसमस सम्भव छैन, त्यसरी नै ख्रिस्टको ज्ञान बिना क्रिसमस अर्थहीन हुन्छ, किनकि यो सिजनको एउटै मात्र रिजन प्रभु येशू ख्रिस्ट हुनुहुन्छ।